हेलो 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 साथीहरू नमस्ते सम्पूर्णमा गुड मर्निङ। फेरि पनि स्वागत छ मेरो मिनी भ्लगमा। घर आएदेखि अब अहिले नै बनाएको मैले भिडियो, तर भिडियो त बनाएको छु, एडिट गर्न पाएको छैन अरूहरू। र आज हामी सब परिवारहरू कहाँ आएको छौँ भन्दा एकछिनमा तपाईँले थाहा पाइसक्नुहुन्छ। र आज हामी यता धान काट्न आइराखेका छौँ होइन। सो अब हेर्नु है त धान को काट्दैछौँ भनेर है त। ल यो हो हाम्रो अस्थायी खेत, 2 दिनको खेत है गाइजहरू। हो धान काट्नु छ उता मम्मी, यता फिटु, यता म्याथुलेसन, अनि यता उहाँ तल छ नि हाम्रो अङ्कलहरू, हाम्रो कान्छो अङ्कल उहाँ तल हुनुहुन्छ। हाम्रो कान्छो अङ्कल चाहिँ है गाइज, हाम्रो कान्छो अङ्कल हुनुहुन्छ तल, उहाँ तल हुनुहुन्छ उहाँहरू। अहिले चाहिँ त्यसपछि हामी चाहिँ यता, तर नजिकै हो उहाँहरूको पनि आजै धान काट्ने रहेछ, हामीहरूको पनि आजै पर्यो, त्यो आजै परेछ है त। यो हो हाम्रो जन्मेको ठाउँ गाउँ अनि हाम्रो खेत। ल यस्तै हामी धान काट्दैछौँ। म्याथुलेसन कहाँ धान काट्दैछ। के अरे म्याथु, तेरो धान कस्तो छ, कस्तो अनुभव भइरहेको तँलाई धान काट्दा? त फर्स्ट टाइम होला होइन तेरो धान काटे? बच्चैदेखि गरेर आएको काम। अब बच्चैदेखि त होइन यार, गफ नहाने यार। नेपाल जस्तो कृषि प्रधान देशमा अब तर म्याथु गफ नहाने के त नि यार, सानै बच्चैदेखि भनिदियो यार धान काटे यार। बच्चादेखि गरेको पनि अब कृषि प्रधान देशमा गरिखानुपर्छ, धान काट्ने खानुपर्छ, लगाउनुपर्छ। त्यो त गर्नुपर्छ कि, तर तेरो फर्स्ट टाइम त्यो धान काट्ने काम हो कि? मोबाइलले चिन्थेँ अब त्यो जिउला खेतमा सब काटे मान्छे हो कि पहिला। हो मलाई एक्सपिरियन्स छ कस्तो धान काटिरहेको छु। ए हो पारु हो भन् त। अनि तँलाई अनि कस्तो फिल भइरहेछ त? अनि फर्स्ट टाइम मैले पनि धान काट्दैछ, मेरो त फर्स्ट टाइमै होला सायद। पारुले धान काट्दैछ यता है। के गर्नु अब, कामको सिजनमा घर आएपछि काम गर्नै पर्दो रहेछ साथीहरू है। यस्तै हो, तेरो फर्स्ट टाइम होइन? ए ल ल ल। अनि यो हो चाहिँ बजार। अब बजार त के भने, लगभग जो पातमाघाटको बजार उतापट्टि छ बजार, यतापट्टि खेतहरू भयो होइन। अनि हामीहरू चाहिँ, हाम्रो घर चाहिँ उहाँ तल छ, यसको यो डाँडा तल मुनि छ। हामी त्यताबाट आएको, जस 2-3 मिनट लाग्छ यताबाट। अनि यता हुनुहुन्छ हाम्रो मम्मी यता हेर्नु त, यता हेर्नु त। तपाईँलाई चाहिँ कस्तो लागिरहेछ धान काट्दा? आज कस्तो अनुभव भइरहेछ तपाईँलाई? कस्तो अनुभव भइरहेछ भने अरे कस्तो अनुभव भइरहेछ? तुवापारी हेर्ने फोटो खिचा होइन के यो भिडियो बनाएको। तपाईँ लगभग कति वर्ष भयो यस्तो धान काट्दै? कति वर्ष भयो? धेरै वर्ष भयो। कति धेरै वर्ष? 40-45 वर्ष। 40-45 वर्ष तपाईँको एजै भएन है? उमेरै 40-45 वर्ष भयो नि तपाईँको? ओह 60 पुगेर। अनि हाम्रो बजेको के अरे हाम्रो मम्मीको साथी हुनुहुन्छ उहाँ तलमा हाँसिराख्नु भएको छ है साथीहरू, हेर्नुहोस् है। बजे हाई भनिदिनु, हेलो भनिदिनु। उहाँ चाहिँ हाम्रो बजे हुनुहुन्छ, उहाँको पनि आज धान काटेर रहेछ। हामी सबै लगभग सँगसँगै रहेछ क्या आज धान काट्ने। सबै धान काट्ने रमाइलो छ साथीहरू गाउँघर। तर यो पटकको गाउँघरमा आएको जो चाड भयो, रमाइलो छ। भिडियोहरू हेर्दै जानु होला है साथीहरू। अब भ्लगहरू अब धेरै आउँछ है। अनि म चाहिँ एकछिन हात धेरै थाकिसक्यो, लास्टै गल्यो, अब कामै नगरेको बानी होइन, त्यो भएर पनि होला सायद। ठिकै छ। अनि उहाँले चाहिँ फिटुले चाहिँ चाहियो अरे उता भिडियो बनाएको चाहियो अरे, भिडियो बनाएको। ल एकछिन है, एकछिन ल, एकछिन ल। त्यो मधुर आयो त हौ। ल साथीहरू अब यो खेत छ, अनि एउटा बाँकी चाहिँ यो खेत छ। यो खेत काटेर अनि हामी चाहिँ घर जान्छौँ। त्यसपछि खाना खाएर एकछिन रेस्ट गरेर फेरि आउने बाचा गर्दै अहिलेको लागि एकछिन तपाईहरु पनि विश्राम लिनुहोस् र हामी पनि एकछिन विश्राम लिँदै छौं।
ल साथीहरू अब हाम्रो एउटा खेत चाहिँ सकिन थाल्यो है। यति बाँकी छ। अब यति सकिएपछि अनि अर्को खेतमा हामी प्रवेश हुन्छौँ। एकछिन रेस्ट पनि गर्नुपर्छ। आमामामा गर्मीले त मार्यो, साह्रो गर्मी भयो। गर्मी छ, पसिनै पसिना। अब के गर्नु, यस्तै छ साथीहरू। है यो भिडियो लास्टसम्म हेर्दै गर्नु होला। अरू के हुन्छ अनि हामी देखाउँदै जानेछौँ। यो छैन हौ, त्यति मात्रै बाँकी छ। अब यति थोरै बाँकी छ। अनि यति सकेपछि पानी सानी खाने, नास्ता के अरे एकछिन गर्ने, बिसाइ गरेर झर्छ त्यो हुन्छ। ल यो हो केराको बगैँचा। यो केराको बगैँचा फेरि यस्तो छ यसको कहानी साथीहरू होइन। यो लगभग 100 वर्ष, एक पुस्ता भइसक्यो होला यो केराको थाना अझ उस्तै छ। यो केराको घारी हामी सानो थियौँ, यहीँ लुकेर यहीँ लुकामारी गरेर खेल्थ्यौँ। अहिलेसम्म पनि उस्तै छ यार। आम्मामा हेर्नु गाइजहरू है, केराहरू पनि पाक्नै थालेको छ, ठुल्ठुलो पनि भइराखेको छ। साह्रो पुरानो केरा हो यो होइन मम्मी? यो केरा कति वर्ष भयो होला मम्मी? लगभग कति वर्ष भन्नु त? कहाँ 20-21 वर्ष भयो? धेरै भयो नि। हामी यहाँ पार्नु झरेको त धेरै भयो। हामी 35 वर्ष भइसक्यो। अनि भनेपछि त अनि यो त हामी गाउँबाट यहाँ झरेको पल्लो 35 वर्ष भयो भनेपछि यो त्योभन्दा पहिला थियो क्या। अझ त्योभन्दा पहिल्यै थियो। हाम्रो बुवाहरू बाजेहरू एउटा हाम्रो सन्तान हुनुहुन्छ, उहाँ चाहिँ बाजेले लगाउनु भएको अरे यो चाहिँ केराघारी, मम्मीले भन्दै हुनुहुन्छ। अनि चाहिँ भन के भन्ने छ फिटुल्ली? अब यति सकिन्छ, एकैछिनमा सकिन्छ यो। यति मेरो भिडियो गर्दै सकिन्छ है, तिमीहरू सकाइहाल्छौ यार। म्याथु त लास्टै उ रहेछ नि त। यो धान काट्नमा एक्सपिरियन्स रहेछ धेरै। सानैदेखि काट्ने भन्नुहुन्छ भाउ? सानैदेखि काट्दैछ अहिले यार। बाबे ल ठिक छ। अब यति सकाइसकेपछि हामी एकछिन रेस्ट गर्छौँ। रेस्ट गरिसकेपछि अनि फेरि अर्को खेतमा हामी प्रवेश गर्छौँ है साथीहरू। यो धानहरू लटरम्मै ढलेको छ उहाँ, तर हाम्रा सन्तानहरू पनि काट्दैछन्। अनि अहिले पहिला 2 जना हुनुहुन्थ्यो, अहिले फेरि 4 जना पुगिसकेको छ हाम्रो अङ्कलकोमा, हाम्रो कान्छा अङ्कलकोमा। ओह हाई गर्नु, हाई हेलो गर्नु। ल उहाँ चाहिँ कान्छा अङ्कल अनि उहाँको खेत। अनि त्यसपछि लाएर ल भन्दै अहिलेलाई अब भिडियो एकछिनलाई ब्रेक लिँदै अब एकछिन हामी म छुट्टिन्छौँ है त। ल साथीहरू अब हामीले त्यो खेत सकाएर अब अर्को खेत हाम्रो स्टार्ट हुँदैछ। यो खेत ठुवासम्म छ, अलिक त्योभन्दा अलिक ठुलो छ, चौबल छ, त्योभन्दा चौबल छ। अब 2 घन्टा होइन 1 घन्टा 40 मिनट हामीले सक्छौँ है। ल हेर्दै जानु होला। फेरि मेरो धान काट्ने फेरि खतरा छ, फेरि मेसिन बराबर है फेरि। लाइक हेर्नु छ एकैछिन यस्तो हुन्छ, फटाफट यस्तो स्वाट हुन्छ, यस्तो हुन्छ। यो फेरि मैले धान फेरि फर द फर्स्ट टाइम अहिले सिकेको साथीहरू। यो म काटेर सधैँ काट्ने गरेको छैन, फर द फर्स्ट टाइम हो है। हेर्दै गर्नु होला। अनि तल देखाएको गरेर ल है साथीहरू। अब हामीले फुल्ली खेत काटेर अब अलिकति बाँकी छ। यता फेरि यता चाहिँ आमा चाहिँ दिदीले फोन गर्नुभएको रहेछ, बिजी हुनुहुन्छ। अब फेरि हाम्रो अर्कोतिर हुनुहुन्छ यतातिर। हजुर हाम्रो छिमेकीहरू पनि यता नजिकै आइसक्नु भएको छ। हेर्नुहोस् है साथीहरू, हाम्रो छिमेकीहरू यहाँ नजिकै आइसक्नु भयो। उहाँ तल पनि काट्दै हुन्छ। गर्मी धेरै छ, गाह्रो छ। अनि यता भाउजू पनि आइसक्नु भयो भर्खरै। लागिरहेछ न त त्यो चलाउनु। तपाईँ छिटो आउनु फेरि। उहाँ फेरि कता जान लाग्नुभयो? तपाईँ फेरि कता जाने? आमा कता लाग्नुभयो? ब्याङ्क जाने? ए ब्याङ्कलाई 1 करोड जति निकालेर ल्याएर आउनु है। 1 करोड फाल्तु लुटिएर फाल्तु
1 करोड जरी निकालेर आउनु अनि फिटु रिसाइ चाहिँ मैले काटेन भनेर फेरि यहाँ गाह्रो छ यी मैले काट्नै पर्ने जसरी पनि मैले नकाटे यो सकिँदैन अब यहाँदेखि यहाँसम्म यति मात्र रहेछ साथीहरू है अब यति सकेपछि सिधै जाने हो फेरि खाना खान सँगै खाँदा किन अब माथि गए हुन्थ्यो त अनि खानासाना खाएर गाजु काटेर छन् है त्यसलाई के घाँस भन्छ है घाँस अब गाजु भने साथीहरू नबुझ्नु सक्छ घाँस भन्छ यसलाई घाँस यता काटिरहनु भएको छ घाँस के गर्नु अब जसका के भन्छ गाईहरू छन् वस्तुहरू छन् उनीहरूले काट्छन् अब हाम्रो केही छैन यही धान काट्ने हो भात खाने हो त्यही पनि गाह्रो छ पाउन त अङ्कल र आन्टीको भन्ने अङ्कल आन्टी त्यहाँ सँगै हुनु त एकछिन ने सँगै हुनु हो अङ्कल हाल्नु हो ल हाम्रो अङ्कल आन्टीलाई ओ आन्टी रिसाएर हैरान्छ आन्टी रिसाएर हैरान्छ ल यता पनि खै कता यताको जोडी फेरि यहाँ फेरि खतरा जोडी आन्टी तल आउनु ल तल आउनु तल यता रुप्सा जोडी ल फेरि यो जोडी पनि खतरनाक जोडी है फेरि ल ल ल ल ल यहाँ जोडी नै जोडी छन् यहाँ फेरि एउटा सानो बाबु छ फेरि कोक समातेको छ गाह्रो छ गर्मी छ पछि आउँछ है युट्युबमा हेर्नु फेरि आमा सक्यो अब सक्यो खेत होइन आमा सक्यो होइन अब ल अब सकियो अब यति मात्रै बाँकी छ पर्दा कस्तो थाक लाग्यो तेरो हातले यता हात बाबै कहिले काम गरेर सुन्ने अरे हात अनि मेथु के छ त नि यो त काम गरे पहिले सानैदेखि काम गरे भन्नु छ माथि के भने क्या भाउजूले माथि चिल्काएर मैले धान काट्छु चाहिँ भन्दैछु त्यही भएर म धान काट्ने सिपाल्छु भने काट्यो केटाले आज धान काट्यो ल साथीहरू अब सकियो अब हामी रुममा जाने घर जाने त्यसपछि अब योलाई उठाउन चाहिँ भोलि आउनुपर्छ एकछिन है त अनि हाम्रो छिमेकीहरू काट्दैछ नि तर फर्स्ट चाहिँ हामी नै भयौँ है साथीहरू हाम्रा छिमेकी यहाँ मान्छे पछि हेर्ने मान्छे हुन् कि आमा अहिले कोही छैनन् होइन पछि हेर्छन् मान्छेहरू अनि त्यसो तपाईँको त्यो लगाएका ती सुन छ नि त ती वरिपरि त ती चोर नान्दैनन् नि राम्रोसँग राख्नु पछि घर अझ गर्मी धेरै भयो क्या अहिले त अब हाम्रा काकुहरू त ल सिल्तामा बसेर पानी पिउँदैछ खाने र अब त्यति आउनु हेरे त पारि आउनु ओइ पारि फिट गर्नु हेरे त्यो यसलाई भन्छ धान काट्ने सिपालु मान्छे हेर्नु है साथीहरू यो कति